हेलो एभ्रिवान आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि बाई द टाइटल तपाईँले थाहा पाइसक्नुभयो होला मैले चाहिँ के बनाउँदैछु भनेर है। अनि मैले चाहिँ यहाँ एउटा पियर साबुन लिएको छु। सो यसलाई चाहिँ मैले यसरी चप गरेँ मसिनो पारेर है। तपाईँहरूले सोप बेस युज गर्नुभयो भने पनि हुन्छ। मेरोमा चाहिँ सोप बेस थिएन है, अनि चाहिँ मैले यो पियर साबुन युज गरेँ। मैले चाहिँ एउटा यहाँ सानो भाँडामा पानी अलरेडी उमालिसकेको छु। अनि यसमाथि चाहिँ म एउटा पेला राख्दैछु है। यसलाई चाहिँ डबल बोइलिङ मेथड पनि भनिन्छ। अनि अब यसमा चाहिँ म यो काटेर टुक्रा गरेको साबुन लगाउँदैछु। अब चाहिँ यसलाई हामीले मजाले मेल्ट गर्नुपर्ने हुन्छ। यो चाहिँ मेल्ट हुनु पनि स्टार्ट भइसकेको छ है। देख्न सक्नुहुन्छ तपाईँले कस्तो मजाले मेल्ट भइहाल्छ एकैछिनमा। सो साइडमा चाहिँ मैले यहाँ इन्ग्रेडियन्ट रेडी गरिसकेको छु है। यो चाहिँ राइस फ्लोर हो, चामलको पिठो, यो ग्राम फ्लोर चानाको पिठो, यो चाहिँ कफी, अनि यो चाहिँ बस्तीको प्योर हल्दी है। सो अब चाहिँ मेल्ट भएर यतिको भइसकेको छ। अब चाहिँ म यसलाई यहाँ एड गर्दैछु है। तपाईँहरूले चाहिँ यसमा चाहिँ ग्लिसरिन अनि कोकोनट ओइलहरू पनि युज गर्न सक्नुहुनेछ है। यो प्योर साबुनमा चाहिँ अलरेडी 98% प्योर ग्लिसरिन र नेचुरल ओइल हुन्छ, त्यही भएर मैले चाहिँ यसमा एड गरिनँ। यसलाई चाहिँ मजाले चलाउनु पर्ने हुन्छ है। सो यहाँ मैले चाहिँ मजाले मिक्स गरिसकेँ हो। अनि यहाँ साइडमा चाहिँ मैले यहाँ कपकेकको मोल्ड रेडी गरेको छु। अब चाहिँ म यसमा ट्रान्सफर गर्छु। मैले चाहिँ यसरी मोल्डमा ट्रान्सफर पनि गरिसकेँ है। अब चाहिँ यसलाई मजाले ड्राई हुनु दिन्छु, अनि चाहिँ कस्तो भएछ तपाईँलाई पनि देखाउँछु। अब चाहिँ यो मजाले ड्राई भइसक्यो। म चाहिँ यसलाई निकाल्दैछु अहिले चाहिँ है। मजाले बनिएको छ। तपाईँहरूलाई पनि मन पर्यो भने यसरी नै ट्राई गर्नु सक्नुहुनेछ।